हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी प्राप्ति राई। सो तपाईँहरूले आज क्याप्सन हेरेरै थाहा पाइसक्नुभयो होला। आज 12 क्लासको फेयरवेल अनि ब्याचलरको वेलकमिङ प्रोग्राम छ। सो अनि म चाहिँ आज नाच्नु लागेको, त्यही भएर आइएम इन आउट ड्रेस, के भन्छ साडीमा छु म। अनि अघि जानुपर्ने हेर्नुहोस् न, पानी परेर गिद्दी एप्स भइरहेको छ यहाँ। अनि अब सफारी खोजेछु, सफारी यहाँ दादालाई भनेर अनि जान्छु म कलेज। म चाहिँ अहिले घरमै छु। अनि यहाँ मेरो माइली बहिनी भर्खर उठ्दैछ। हाई सृजना। म चाहिँ कलेजतिर आइसकेँ। अनि यहाँ हामी बेलुन फुलाउँदैछौँ उयोको लागि, के भन्छ वेलकमिङको लागि। अनि यहाँ यति धेरै बेलुन छ अनि हामी यतिजनाले चाहिँ यो के भन्छ बेलुनहरू फुलाउँदैछौँ। निरुता उहाँ चाहिँ अलिकति लजालु टाइपको हुनुहुन्छ। हेर मलाई चाहिँ यो यस्तो गोलो गोलो के भन्छ यसरी बाँध्न आउँदैन, त्यही भएर मैले सबै आधी जति चाहिँ फुलाएर बसिरहेको छु यहाँ है। अनि हाई शिवानी बुढी आमै भएर आएको छ यहाँ। राम्रो देखेको तर यहाँ बेहालमा बसिरहेको छ। हाई पानीले धोका दिइरहेछ गाइस। पानी साथी हो, हामी चाहिँ विरक्त लाग्दो भयो मात्र भएर बसिरहेको छौँ यहाँ। हेर्नुहोस् यहाँ एउटा सुतिरहेछ। लाइन आउँछ न, पानी रोकिन्छ, वाक्क लागिसक्यो। विरक्त लाग्दो भएर बसिरहेको छौँ यहाँ। यतिकै फिजाएर यत्तिकै बसिरहेको छौँ। पर्खिँदैछौँ पानी रोकिन्छ कि भनेर। रोकिँदैन जस्तो छ। मेरो स्कुल साथीहरू राम्री केटी 1 2 3 भ्लगमा आएन अरे। अनि लु के भन्नु छ, अरू के भन्नु छ तँलाई? है लेट मिन्छु मेट तैँले लाइस के लाइस? अल्छी लागेर नाचेको अवस्था। हाम्रो चाहिँ बल्ल पानी रोकेको छ अनि बल्ल डेकोरेसन सुरु हुँदैछ है। अब बल्ल है अनि बल्ल यहाँ अब रेडी पारिँदैछ होइन। अब त यहाँदेखि त पानी तप 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 चुहुँदैछ। कसरी नाच्दो पनि भुइँको यो कार्पेट सबै निकालेको त्यो चिसो भएर। अनि यहाँ चाहिँ अडियन्सहरू क्लास 12 बस्नुहुन्छ। अनि 11 को आधी जति किचनपट्टि छ। हजुर यो लगाइसकेर ब्यानर राख्दा नि केही हुँदैन क्या। हाम्रो हालत गाइस। हाम्रो अहिले उयो हुँदैछ के अरे बेलुनहरू डेकोरेसन गर्दैछौँ। बल्ल हाम्रो ब्यानर आइपुग्यो। अनि बेलुनको हालत चाहिँ यस्तो छ, देख्नु सक्नुहुन्छ सबजना। ओके हेलो पूजन, कस्तो फिल भइरहेछ? ओके हात दुख्छ। किचनपट्टि चाहिँ यता ब्रदर सिस्टरहरूलाई हामी सघाउँदैछौँ होइन। अनि यो निरुताले चाहिँ म अहिले चाहिँ नखाने, यो निरुताको लागि हो। अनि यहाँ चाहिँ 11 को 12 को सबै मिक्स खाँदैछन् यहाँ यो टेबलमा। कहाँ बस्नु यहाँ त मान्छे।
ऊ त अगाडिको बेन्चमा गएर बस्छ तिमी से हाई यहाँ धेरै गाह्रो भइरहेको छ मलाई पनि भोक लागेर मन लाग्छ अहिले नखाने अहिले एकछिन आएछ त अनि बल्ल आयो होइन आम्मा है तपाईँहरूलाई दिदी You are looking so gorgeous today. He's caring, बहुत भिड भइरहेछ है साथीहरू यहाँ यत्रो छ यहाँ स्टुडेन्टहरू 11को पनि 12को पनि खानु थालेको रहेछ डान्स सुरु भएको छैन अब लाइक ढिलो भइसक्यो नि त त्यही भएर सुरुमा खाना गरेको अनि त्यसपछि भाडा धुने लाइनहरू चाहिँ यता बिचरा हाई हाम्रो लिम्बुनीहरू यता हेर्नु अब तिमीहरू नाच लागेको हो गाइजहरू हाई सुहाना को होला हौ 3 जना लिम्बुनी क्या को 3 जना लिम्बुनी हाई दीक्षा राम्रै भएर आएको छ फोन नलिआयो हो तिमीले तिमीलाई कल गरेको थिएँ मैले अब चाहिँ हाम्रो के भन्छ भइसकेको छ उनीहरूको हालत चाहिँ यस्तो छ राम मेरो फेरि आज फोनको चार्ज पनि छैन गाइस चार्ज छैन यहाँबाटै छिर्दैन न हाम्रो प्रिन्सिपल सर हाई आयुषा दिदी अगाडि नै हुनुहुँदो रहेछ त हाई सबैजना कामको लागि रेडी क्लास 12 को फेयरवेल प्रोग्राम अनि बीबीएस को फर्स्ट इयर प्रोग्राम सुरु हुन गइरहेको छ अब फर्स्ट डान्स भनेको चाहिँ लिम्बू डान्स छ अनि लिम्बुनीहरू अब नाच्न आएको छन् फर्स्ट वेलकमिङ डान्स है यो चाहिँ राम पछाडिबाट त केही नै देखिँदैन रहेछ त यार
र सबैले जोरदार तालीसँग उहाँलाई स्वागत गर्नुहोला। एउटा मात्र गायो मिलाइन आयो
सो हाम्रो चाहिँ डान्स सकेको छ अनि के भन्छ खाजा खान थाल्दैछौँ हामी। खाना चाहिँ सकेछ अनि त्यही भएर अब चिउरा भुजा मासु खाने हो। हाम्रो डान्स पर्फर्मेन्स तपाईँलाई कस्तो लाग्यो भोलि भनिदिनु हो, भोलि कमेन्टमा भनिदिनु होला भनेको। यो चाहिँ के भन्छ 12को लागि फेयरवेल के भन्छ त्यो मायाको चिनो, मायाको चिनो दिनुहुँदैछ यहाँ। कहाँ गयो फेरि शिवानी? हाम्रो बिराक्क लाग्छ साथीहरू हेरेर। के भन्छ 12 सेक्सन ई कि खोइ कुन अरे सेक्सन बी होला यहाँ भन्दा डान्सहरू जस्तै यता गरिरहेछ गाइस यता। It's been a long day. अल्छी लागिसक्यो, अब चाहिँ आफ्नो डान्स सक्यो अनि उता पर्फर्मेन्स हुँदैछ, हाम्रो चाहिँ यता हुँदैछ मजाले। हट भएर
हामी चाहिँ अहिले यस्तो नाचेर गलेर बसिरहेको छौँ होइन साथी चुडेल नि हो नि त यो कसको हो यो सेक्सन अनुसार रहेछ नि त हाम्रो फेयरवेल माराको फेयरवेल र टिभीएस को वेलकमिङ प्रोग्राम सकिएको छ लाग्छ त नि भनेको त नि हिजो भोलि कलेज लाग्छ रे भोलि कलेज लाग्छ अस्ति भर्खरै हामी कक्षा 12 मा म्यानेजमेन्ट तर्फबाट कम्प्युटर साइन्स र म्यानेजमेन्ट तर्फबाट विद्यार्थी भाइ बहिनीहरूलाई हामीले इन्डस्ट्रियल भिजिट गरेको थियौँ र त्यसमा चाहिँ भिडियोका टेस्ट पनि गरेका छौँ त्यसको हामी घर जाँदैछौँ साथी हो बसतिर हेलो गोब्रा दादा सो गाइज म चाहिँ घर आइसकेको छु अनि आजको दिन चाहिँ यस्तै नै भयो आजको फेयरवेल यस्तै भयो होइन भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लामो भए पनि हेरिदिनु भएकोमा होइन अनि सो आई होप यु इन्जोय वाचिङ इट होइन अनि थ्याङ्क यू सो मच एभ्रिवान बाई बाई सी यु इन द नेक्स्ट ब्लग आजको लागि चाहिँ यति नै डु नट फर्गेट टु लाइक शेयर सब्सक्राइब टु माई च्यानल इफ यु आर न्यू देन डु नट फर्गेट टु सब्सक्राइब इट बाई बाई सी यु इन द नेक्स्ट ब्लग